नमस्ते साथीहरू, आजबाट म पनि बोलेर सानो ब्लग बनाउँदैछु। हेरिदिनु होला है, अन्तिमसम्म सुनिदिनु होला। अनि हामी चितवनबाट तमपेलुसाङलाई तनहुँको हिले खर्कामा घाटोको खोएको निम्तो आएको कारणले हामी पनि हिँड्यौँ। बाटो त यस्तो रहेछ कि सानो गाडीहरू चाहिँ जाँदो रहेछ, ठुलो गाडी चाहिँ अलिक गाह्रै हुँदो रहेछ। हामी चाहिँ बन्दीपुरको बाटो गयौँ होइन। बाटो चाहिँ साह्रै गाह्रो, हामी मात्रै होइन धेरैलाई अल्पत्र गाह्रो अप्ठ्यारोरी पनि गयौँ। अगाडि गन्तव्यमा त पुग्न पर्यो। हामीले चाहिँ हाम्रो गाडीलाई चाहिँ छोडिदिएर हामी चाहिँ अगाडि बढिरहेको थियौँ। अनि एकजना भाइ आउनुभयो कि चिनेकै भाइ, उहाँको गाडीमा चढेर गयौँ। जाँदाखेरि वाह, हेर्नु त हिले खर्का गाउँ तनहुँको कस्तो राम्रो, कति शीतल, आहा। तर गाउँ सानो भए पनि तर राम्रो र रमाइलो छ। यसै क्रममा हेर्दाखेरि कति हरियाली के नेपालको त है, जता गयो नि। अनि हामीलाई स्वागत गरे उहाँको समूहहरूले र यो भित्र पसी। हो, जिन्दगीमा पहिलोचोटि देखेको म त यस्तो रमाइलो ठाउँ, रमाइलो यो घाटोको खोए भन्ने कुरो मैले चाहिँ पहिलोचोटि अनुभव भयो यो मेरो चाहिँ। अनि धेरै मान्छेहरू जानुभएको रहेछ यो ठाउँमा, चिनेको मान्छेहरू देखेँ, बोल्ने मौका पाएँ सबैसँग। ल हेर्नु कस्तो रमाइलो गरेको छ है मेरो जेठानी। तर यस्तो रमाइलो भइरहेको थियो, पानी परेर बिचमा गाह्रो भयो। त्यो टाइममा म त सिस्नु टिप्न गएँ, सिस्नु टिपेर ल्याएर नि खाएँ। कस्तो मिठो भएको, पहाडको लेकको भएर होला नि यस्तो मिठो के सिस्नु पनि। ल, हामी गुरुङहरूको चाहिँ यस्तै छ है, रमाइलो गर्न पर्ने, रमाउन पर्ने, खुल्ला मनको खुल्ला दिलको। अनि हामीसँगै गएको बहिनी पनि। तर भ्लग त 5 मिनट बनाएको होइन, नअट्दो रहेछ, यो छोटो रहेछ। ल कस्तो रमाइलो हेर, दिदीबहिनीहरू आफ्नो सुरमा झोलाई जसरी नाच्न मन लाग्यो जहाँ नाच्न मन लाग्यो। यहाँ कसैको केही मतलब नै, आफ्नै सुरमा। अनि बाँकी नपुगेको भ्लग चाहिँ पछि हाल्छु ल साथीहरू। ल हेर्नु, मैले त 5-6 मिनटको बनाएको तर नजाँदो रहेछ कि। ल हेर्नु कस्तो रमाइलो गाउँ हिले खर्का। तनहुँमा पनि कस्तो कस्तो ठाउँहरू रहेछ। कहिलेकाहीँ म पनि तनहुँमै जन्मेको भए पनि देखेको थिएन, तर लक्किली हामी चाहिँ राम्रै ठाउँमा जन्मिए रहेछ तनहुँको भन्ने लाग्छ के।